Hi everyone, Namaste. How are you all? Welcome back to my YouTube channel English Grammar Lessons. नमस्ते तपाईहरु सबैलाई. तपाईहरु कस्तो हुनुहुन्छ? तपाईहरुलाई मेरो यस YouTube च्यानल English Grammar Lessons मा स्वागत छ. आज पनि हामी यस भिडियोमा अंग्रेजी ग्रामरका एकदमै महत्त्वपूर्ण रेगुलर भर्बहरु हामी हेर्ने छौं र यिनीहरुको उच्चारण गर्न हामी सिक्ने छौं र यिनीहरुको अर्थ पनि बुझ्ने छौं र यिनीहरुको फर्महरु यिनीहरुको प्रकारहरु verb 1 verb 2 verb 3 verb 4 verb 5 पनि हामी हेर्ने छौं र हामी यसलाई बुझ्ने कोसिस गर्ने छौं. आउनुहोस् अब हामी ढिलो नगरिकन दैनिक जीवनमा हामीलाई बोल्नलाई चाहिने एकदमै महत्त्वपूर्ण इरेगुलर भर्बहरु हामी हेर्ने छौं. verb 1 verb 2 verb 3 verb 4 verb 5. live left left living lives. छोड्नु छोड्यो छोडेको छोडिरहेको छोड्छ. lend lent lent lending lends. सापट दिनु सापट दियो सापट दिएको सापट दिइरहेको सापट दिन्छ. let 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 letting lets. अनुमति लिनु दिनु दियो दिएको दिइरहेको दिन्छ. lie ले लेन lying lies. ढाट्नु पल्टनु पल्ट्यो पल्टेको पल्टिरहेको पल्टन्छ. यसरी हामीले चाहिँ यी इरेगुलर भर्बहरुलाई कसरी प्रोनाउन्सिएसन गर्ने भन्ने कुरा हामीले सिकेका छौं. यिनीहरुको अर्थ पनि हामीले बुझेका छौं र यिनीहरुको फर्महरु verb 2 verb 3 verb 4 verb 5 पनि हामीले सिकेका छौं. अब हामी चाहिँ यी भर्बहरुलाई सेन्टेन्सहरु बनाएर हामी अभ्यास गर्न सक्दछौं. आउनुहोस् त्यसैगरी हामी अरु थप इरेगुलर भर्बहरु पनि हामी हेर्ने छौं. verb 1 verb 2 verb 3 verb 4 verb 5. lose lost lost losing loses. गुमाउनु हराउनु गुमायो गुमाएको गुमाइरहेको गुमाउँछ. make made made making makes. बनाउनु बनायो बनाएको बनाइरहेको बनाउँछ. mean mint mint meaning means. मतलब चाहनु चाहियो चाहेको चाहिरहेको चाहन्छ. meet met met meeting meets. भेट्नु भेट्यो भेटेको भेटिरहेको भेट्छ. तपाईहरुले यी भर्बहरुलाई जसरी मैले यहाँनिर प्रोनाउन्सिएसन गर्न सिकाएको छु त्यो प्रकारले तपाईले प्रोनाउन्सिएसन गर्न सिक्नुभयो यिनीहरुको अर्थलाई पनि बुझ्नुभयो भने चाहिँ तपाईलाई एकदम सहज हुन्छ. जब तपाई इंग्लिशमा कुराकानी गर्नुहुन्छ तपाईले त्यतिखेर नयाँ नयाँ सेन्टेन्सहरु बनाएर बोल्नु पर्ने हुन्छ. त्यतिखेर तपाईलाई आवश्यकता अनुसारको भर्बलाई प्रयोग गरेर तपाई विभिन्न किसिमको नयाँ नयाँ सेन्टेन्सहरु बनाएर तपाई प्रयोग गरेर बोल्न सक्नुहुन्छ. यसरी अंग्रेजी बोल्नको लागि चाहिने धेरै भन्दा धेरै भर्बहरु तपाईलाई थाहा होस् भनेर चाहिँ मैले यो भिडियोमा तपाईहरुलाई धेरै धेरै भर्बहरु बनाएर मैले तपाईलाई सिकाउने कोसिस गरेको छु. verb 1 verb 2 verb 3 verb 4 verb 5 है. pay paid paid paying pays. तिर्नु तिर्यो तिरेको तिरिरहेको तिर्छ. put 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 putting puts. राख्नु राख्यो राखेको राखिरहेको राख्छ. quit 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 quitting quits. अन्त्य गर्नु छोड्नु छोड्यो छोडेको छोडिरहेको छोड्छ. read 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 reading reads. पढ्नु पढ्यो पढेको पढिरहेको पढ्छ. यहाँनिर चाहिँ हामीले read लाई चाहिँ verb 2 मा हामीले प्रोनाउन्सिएसन गर्दाखेरि हामीले read भनेको छौं है. read अनि read अनि verb 3 पनि हामीले read भनेको छौं. read 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 भनेर हामीले उच्चारण गरेका छौं. तपाईहरुले पनि यसरी नै उच्चारण गर्न सिक्नु होला. यसरी तपाईले यी भर्बहरुलाई पढ्न सिकेर सबै भर्बहरुलाई तपाईले एकदम कण्ठस्थ पार्नु होला. त्यसो गर्नुभयो भने तपाईलाई सजिलो हुनेछ. आउनुहोस् फेरि पनि हामी यो इरेगुलर भर्बहरु सिक्ने क्रममा हामी अरु भर्बहरु पनि हामी हेर्ने छौं. verb 1 verb 2 verb 3 verb 4 verb 5 है. read 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 reading reads. छुटकारा मुक्ति दिनु मुक्ति दियो मुक्ति दिएको मुक्ति दिइरहेको मुक्ति दिन्छ. write wrote ridden riding rides. चलाउनु चढ्नु चढ्यो चढेको चढिरहेको चढ्छ. ring rang rong ringing rings. बज्नु बजाउनु बज्यो बजेको बजिरहेको बज्छ. rise rose risen rising rises. उदाउनु उठ्नु उठ्यो उठेको उठिरहेको उठ्छ है. हामीले यहाँ हेर्दाखेरि चाहिँ हामीले यहाँनिर read को मिनिङ हामीले हेर्दाखेरि छुटकारा अथवा मुक्ति दिनु भन्ने हामीले यहाँनिर अर्थ बुझेका छौं. त्यसैगरी राइट को चाहिँ चलाउनु पनि हुन्छ र चढ्नु पनि हुन्छ है. त्यसैगरी यहाँनिर राइज को तपाईले हेर्नुभयो भने उदाउनु हुन्छ अनि उठ्नु पनि हुन्छ. त्यसैगरी अरु इरेगुलर भर्बहरु यस प्रकार रहेका छन्. verb 1 verb 2 verb 3 verb 4 verb 5. run ran run running runs. दौड्नु दौड्यो दौडेको दौडिरहेको दौड्छ. say said said saying says. भन्नु भन्यो भनेको भनिरहेको भन्छ. see saw seen seeing sees.
देख्नु, देख्यो, देखेको, देखिरहेको, देख्छ। सिक, सर्ट, सर्ट, सिकिङ, सिक्स। खोज्नु, खोज्यो, खोजेको, खोजिरहेको, खोज्छ है। यसरी चाहिँ हामीले चाहिँ यी भवहरूलाई पनि हामीले चाहिँ कसरी उच्चारण गर्ने भन्ने कुरा हामीले सिकेका छौँ है। कसरी यिनीहरूलाई अङ्ग्रेजीमा हामीले कसरी यिनीहरूलाई प्रोनाउन्सिएसन गर्ने भन्ने कुरा सिकेका छौँ। अनि यिनीहरूको अर्थ पनि हामीले बुझेका छौँ है। यिनीहरूको अर्थ, यिनीहरूको मिनिङ हामीले बुझेका छौँ। हामीले चाहिँ अङ्ग्रेजी बोल्नको लागि चाहिँ यी भवहरू एकदमै दैनिक प्रयोगमा आउने भवहरू हुन्। त्यस कारणले गर्दा हामी सबै भवहरूलाई हामीले कण्ठ पार्न सक्यौँ भने राम्रो हुनेछ। अङ्ग्रेजीमा हामीले हेऱ्यौँ भने धेरैभन्दा धेरै भवहरू हामी पाउन सक्छौँ है। त्यस कारणले गर्दा जति धेरै भवहरू हामीले जान्यौँ त्यति धेरै हामीलाई अङ्ग्रेजी बोल्न सजिलो हुने भएको कारणले गर्दाखेरि हामी यी भवहरू हेर्छौँ। भब 1, भब 2, भब 3, भब 4, भब 5 है। सेल, सोल्ड, सोल्ड, सेलिङ, सेल्स। बेच्नु, बेच्यो, बेचेको, बेचिरहेको, बेच्छ। सेन्ड, सेन्ट, सेन्ट, सेन्डिङ, सेन्ड्स। पठाउनु, पठायो, पठाइएको, पठाइरहेको, पठाउँछ। सेट, 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 सेटिङ, सेट्स। मिलाउनु, मिलायो, मिलाएको, मिलाइरहेको, मिलाउँछ। सेक, सुक, सेकन, सेकिङ, सेक्स। हल्लाउनु, हल्लायो, हल्लाएको, हल्लाइरहेको, हल्लाउँछ है। यसरी चाहिँ हामीले यी महत्त्वपूर्ण भवहरू है, जुन हामीलाई दैनिक जीवनमा हामीले अङ्ग्रेजी बोल्ने बेलामा, अङ्ग्रेजीमा जब हामी कन्भर्सेसन गर्छौँ, अङ्ग्रेजीमा हामी जब वार्तालाप गर्छौँ, त्यतिखेर चाहिँ हामीलाई यी भवहरूको एकदमै आवश्यकता पर्दछ। त्यस कारणले गर्दा यी सबै भवहरू तपाईँले कण्ठ पार्न सक्नुहुन्छ। अङ्ग्रेजीका यी विभिन्न भवहरू मात्र थाहा पाएर हुँदैन। हामीलाई अङ्ग्रेजीमा अरू थुप्रै अरू वर्डहरूको पनि हामीलाई जानकारी हुनुपर्ने हुन्छ। ती पनि हामी आउने दिनहरूमा हामी सिक्नेछौँ र अहिलेलाई भने हामी यी भवहरू हेर्नेछौँ। भब 1, भब 2, भब 3, भब 4, भब 5। साइन, सोन, सोन, साइनिङ, साइन्स। चम्कनु, चम्क्यो, चम्केको, चम्किरहेको, चम्कन्छ। सुट, सर्ट, सर्ट, सुटिङ, सुट्स। गोली हान्नु, गोली हान्यो, गोली हानेको, गोली हानिरहेको, गोली हान्छ। श्रिङ्क, श्र्याङ्क, श्रङ्क, श्रिङ्किङ, श्रिङ्क्स। खुम्चिनु, खुम्चियो, खुम्चिएको, खुम्चिरहेको, खुम्चिन्छ। सर्ट, 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 सर्टिङ, सर्ट्स। थुन्नु, बन्द गर्नु, बन्द गर्यो, बन्द गरेको, बन्द गरिरहेको, बन्द गर्छ है। यसरी चाहिँ हामीले यी भवहरू पनि हामीले हेरेका छौँ। हामीलाई जति धेरै भवहरूको नलेज भयो त्यति धेरै हामीलाई चाहिँ अङ्ग्रेजी बोल्न सहज हुने भएको कारणले गर्दा हामीले यी भवहरू सिकेका छौँ। यदि तपाईँ अङ्ग्रेजी बोल्न चाहनुहुन्छ राम्रोसँग, अङ्ग्रेजी लेख्न चाहनुहुन्छ होइन, अङ्ग्रेजी बुझ्न चाहनुहुन्छ भने तपाईँलाई यी भवहरू जान्न एकदमै आवश्यक छ है। भब 1, भब 2, भब 3, भब 4, भब 5। सिङ, स्याङ, सङ, सिङ्गिङ, सिङ्स। गाउनु, गायो, गाएको, गाइरहेको, गाउँछ। सिङ्क, स्याङ्क, सङ्क, सिङ्किङ, सिङ्स। डुब्नु, डुब्यो, डुबेको, डुबिरहेको, डुब्छ। सिट, स्याट, स्याट, सिटिङ, सिट्स। बस्नु, बस्यो, बसेको, बसिरहेको, बस्छ। स्लिप, स्लेप्ट, स्लेप्ट, स्लिपिङ, स्लिप्स। सुत्नु, सुत्यो, सुतेको, सुतिरहेको, सुत्छ। यसरी भवहरू सिक्ने क्रममा तपाईँहरूलाई के कुरा पक्कै पनि याद भएको होला। जस्तै तपाईँले भब 4 मा हामीले कहिले पनि आइएनजी फर्म हुन्छ है। तपाईँ हेर्नुहोस्, सिङ्गिङ, सिङ्किङ, सिटिङ, स्लिपिङ होइन। अनि भब 5 मा चाहिँ यस अथवा यस हुन्छ अन्तमा। त्यो तपाईँले विचार गर्नुभएको होला। यसरी इरेगुलर भवहरू हेर्ने क्रममा हामी अरू थप इरेगुलर भवहरू पनि हामी हेर्न गएका छौँ। भब 1, भब 2, भब 3, भब 4, भब 5। स्लाइड, स्लिट, स्लिट, स्लाइडिङ, स्लाइड्स। चिप्लिनु, सार्नु, सार्यो, सारेको, सारिरहेको, सार्छ। स्पिक, स्पोक, स्पोकन, स्पिकिङ, स्पिक्स। बोल्नु, बोल्यो, बोलेको, बोलिरहेको, बोल्छ। स्पिड, स्पेड, स्पेड, स्पिडिङ, स्पिड्स। उड्नु, गति बढाउनु, गति बढायो, गति बढाएको, गति बढाइरहेको, गति बढाउँछ। स्पेन्ड, स्पेन्ट, स्पेन्ट, स्पेन्डिङ, स्पेन्ड्स है। खर्च गर्नु, खर्च गर्यो, खर्च गरेको, खर्च गरिरहेको, खर्च गर्छ है। यहाँ पनि हामीले चाहिँ स्पिडमा हामीले यसको अर्थ दुईटा लागेको छ। जस्तै उड्नु पनि हुन्छ यसको, अनि अर्को गति बढाउनु भन्ने पनि हुन्छ है। अनि स्लाइडको चाहिँ चिप्लिनु र सार्नु भन्ने पनि हुन्छ। त्यसै कारणले गर्दा हामीले यिनीहरूलाई राम्रोसँग यिनीहरूको अर्थलाई बुझ्ने कोसिस गर्नुहोला। यसरी हामीले धेरैभन्दा धेरै भवहरूलाई हामीले कण्ठ गर्न सक्यौँ भने हामीलाई चाहिँ अङ्ग्रेजी बोल्न सहज हुनेछ। आउनुहोस् हामी अरू भवहरू पनि हामी हेर्नेछौँ। भब 1, भब 2, भब 3, भब 4, भब 5। स्पिल, स्पिल्ट, स्पिल्ट, स्पिलिङ, स्पिल्स। पोख्नु, पोख्यो, पोखेको, पोखिरहेको, पोख्छ।
स्पिन, स्पन, स्पन, स्पिनिङ, स्पिन्स, घुम्नु, घुम्यो, घुमेको, घुमिरहेको, घुम्छ। स्पिट, स्प्याट, स्प्याट, स्पिटिङ, स्पिट्स, थुक्नु, थुक्यो, थुकेको, थुकिरहेको, थुक्छ। स्प्लिट, 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 स्प्लिटिङ, स्प्लिट्स, विभाजन गर्नु, चिर्नु, चिर्यो, चिरेको, चिरिरहेको, चिर्छ। यसरी चाहिँ हामीले चाहिँ यी भवहरूलाई पनि हामीले उच्चारण गर्न सिकेका छौँ है। अनि स्प्लिट चाहिँ हामीले चाहिँ विभाजन गर्नु हैन, अथवा चिर्नु, दुई भाग बनाउनु अथवा अरू भागमा विभाजन गर्नु भन्ने बुझिन्छ। यसरी हामीले चाहिँ यी भवहरू पनि हामीले उच्चारण गर्न सिकेका छौँ। आउनुहोस् त्यसै गरी हामी अरू थप इरेगुलर भवहरू पनि हामी सिक्नेछौँ। कसरी यिनीहरूलाई प्रोनाउन्सिएसन गर्ने भन्ने कुरा हामी सिक्नेछौँ। यिनीहरूको अर्थ पनि हामी बुझ्नेछौँ। भब 1, भब 2, भब 3, भब 4, भब 5। स्प्रेड, 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 स्प्रेडिङ, स्प्रेड्स, फिजाउनु, फिजायो, फिजाएको, फिजाइरहेको, फिजाउँछ। स्प्रिङ, स्प्र्याङ, स्प्रङ, स्प्रिङ्गिङ, स्प्रिङ्स, फड्को मार्नु, फड्को मार्यो, फड्को मारेको, फड्को मारिरहेको, फड्को मार्छ। स्ट्यान्ड, स्टुड, स्टुड, स्ट्यान्डिङ, स्ट्यान्ड्स, उभिनु, उभियो, उभिएको, उभिरहेको, उभिन्छ। स्टिल, स्टोल, स्टोलेन, स्टिलिङ, स्टिल्स, चोर्नु, चोर्यो, चोरेको, चोरिरहेको, चोर्छ। यसरी भवहरू सिक्ने क्रममा हामीले के बुझ्नुपर्छ भने जति पनि यहाँ तपाईँ भब 1 देख्नुहुन्छ ती सबै भब 1हरू चाहिँ के हुन् भने रुट भवहरू हुन्। यसरी हामीले इरेगुलर भवहरू बनाउँदै गर्दा हामीले के बुझ्नुपर्छ भने हामीले चाहिँ रुट भब 1मा हामीले चाहिँ भब 1मा भएका भबहरूमा भएका स्पेलिङहरू अथवा लेटरहरूलाई चेन्ज गरेर हामीले भब 2 र भब 3 बनाउँछौँ र त्यसलाई हामी इरेगुलर भबहरू भन्दछौँ है। हामी अगाडि हेर्नेछौँ भब 1, भब 2, भब 3, भब 4, भब 5। स्टिक, स्टक, स्टक, स्टिकिङ, स्टिक्स, टाँसिनु, टाँसियो, टाँसिएको, टाँसिरहेको, टाँसिन्छ। स्टिङ, स्टङ, स्टङ, स्टिङ्गिङ, स्टिङ्स, चिल्नु, चिल्यो, चिलेको, चिलिरहेको, चिल्छ। स्टिङ्क, स्ट्याङ्क, स्टङ्क, स्टिङ्किङ, स्टिङ्स, गनाउनु, गनायो, गनाएको, गनाइरहेको, गनाउँछ। स्विप, स्वेप्ट, स्वेप्ट, स्विपिङ, स्विप्स, बढार्नु, बढार्यो, बढारेको, बढारिरहेको, बढार्छ है। यहाँनिर हामीले हेऱ्यौँ भने भब 2 र भब 3मा हामीले हेर्नु न हामीले चाहिँ यहाँनिर चेन्ज गरेका छौँ स्पेलिङहरू। तपाईँ राम्रोसँग हेर्नुहोला। त्यसै गरी अरू थप इरेगुलर भबहरू यस प्रकार रहेका छन्। भब 1, भब 2, भब 3, भब 4, भब 5। स्विम, स्वाम, स्वाम, स्विमिङ, स्विम्स, पौडनु, पौड्यो, पौडेको, पौडिरहेको, पौडन्छ। स्विङ, स्वाङ, स्वाङ, स्विङ्गिङ, स्विङ्स, झुल्नु, झुल्यो, झुलेको, झुलिरहेको, झुल्छ। टेक, टुक, टेकन, टेकिङ, टेक्स, लिनु, लियो, लिएको, लिइरहेको, लिन्छ। टिच, टट, टट, टिचिङ, टिचेज, सिकाउनु, पढाउनु, पढायो, पढाएको, पढाइरहेको, पढाउँछ। यसरी चाहिँ हामीले चाहिँ यी भबहरूलाई पनि हामीले सही प्रकारले उच्चारण गर्न सिकेका छौँ र यिनीहरूको अर्थ पनि हामीले राम्रोसँग बुझेका छौँ। अब हामीले चाहिँ अब यी भबहरूलाई प्रयोग गरेर विभिन्न किसिमका सेन्टेन्सहरू बनाएर हामीले जति धेरै अभ्यास गर्छौँ त्यति धेरै हामीले चाहिँ अङ्ग्रेजी सिक्न सजिलो हुनेछ। त्यसकारण यी भबहरूलाई राम्रोसँग सिक्नुहोला। Thank you for watching this video. If you like this video, please like, comment and subscribe this channel. धन्यवाद छ तपाईहरुलाई यस भिडियोलाई हेरिदिनु भएको लागि। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक गर्नुहोला, कमेन्ट गर्नुहोला र यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। धन्यवाद।